कति दिन लाग्यो माया लाउनलाई नसोध कति दिन लाग्यो माया लाउनलाई नसोध एकैछिनमा छुट्यो माया जुनीभरिलाई एकैछिनमा छुट्यो माया जुनीभरिलाई कति दिन लाग्यो माया लाउनलाई नसोध राम्रोसँग गीत गाऊ है कहिले आनन्द गरेन के नाम ठिक छ एकचोटि हान्नु केही छैन ल एकैछिनमा छुट्यो माया जुनीभरिलाई हैन भयो मिठो गाउनु भयो तर किन हान्नु भयो तपाईँ लानुहोस् है हान्ने न मलाई हान्नु भयो भाइले मलाई हान्यो के छैन ठिकै छ दुई भाइ हो उठा हेर्नु अनि मैले तपाईँको भिडियो गरिरहेको छु क्या होइन भिडियो चाहिँ राम्रो भएको छ गीत मिठो गाउनु भयो अरू पनि गाउनुहुन्छ अझै पनि छ अझै पनि छ गाउनुहोस् न म केही पनि भाइले मलाई पिट्यो होइन अलिअलि हान्नु भएको केही छैन ल मैले धेरै पावरले हालेको नि भने हाल्ने बुब्लिक मरु लाग्यो त्यस नगर्नुहोस् है ल गायकले हान्नुहुन्न क्या ल हो अरू के चाहनुहुन्छ अरू गीत पनि गाउनुहोस् मिठो गाउनुभयो गीत चाहिँ मिठो गाउनु भएको छ तपाईँले त्यही भएर चाहिँ अरू पनि गाउनु पर्यो भने के म त्यस्तो कलाकार खासै हुने होला होइन राम्रो कलाकार हुनुहुन्छ ल ओ उहाँ पनि कलाकार छ उनीहरू क्या छ दोहोरी गाउनु पर्यो तपाईँहरूले दोहोरी 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 गाउन सक्नुहुन्छ दोहोरी अब कलाकारबाट उसको कलाकार मबाट ए हे कलाकार को चिन्नु भयो तपाईँले ल सानसेरी परिवार गएर चाहिँ एउटा सानसेरी परिवार गएर चाहिँ एउटा द्वारका विका हजुर अरू सबैसँग कलाकारहरू यार कतिजना कलाकार अरू होइन म कलाकार होइन त्यही त ल अब तपाईँले तपाईँको गीत गाउनु पऱ्यो एउटा तपाईँले गाउँघरमा कस्तो खाले गीत गाउनुहुन्छ तपाईँले मनपर्ने गीत कुन तपाईँले आफ्नो गीत गाउनु पऱ्यो है तपाईँले माया गरेर गीत भने गीत माया लाग्छ के लाग्छ म गीतले माया गर्ने मान्छे हो कलाकारले माया गर्ने मान्छे हो होइन तपाईँ त्यो गीतले माया गर्ने कलाकारले माया गर्ने गरेर चाहिँ रोल्पाले माया गर्ने जस्तो हुने होला किन होइन किन मलाई कष्ट मान्नु तपाईँले तपाईँले गीत गाउनै आउन्न तपाईँले कलाकार भएपछि आउन्न तपाईँ हो कलाकार त म हो नि त्यो त कलाकार तपाईँ हो मैले बुझेँ तर रोल्पाको विषयमा भन्नुहोस् लुङ्ग्रीको विषयमा भन्नुहोस् रोल्पाको विषयमा भन्नुहोस् यो लुङ्ग्री गाउँको विषयमा कलाकार त म हो नि त हो ल त्यसो ठिक छ उहाँको तपाईँ घर लुङ्ग्री नै हो तपाईँ नि कलाकार हो उहाँ हजुर मैले भिडियो गरेको छु क्या ए त्यसो एउटा गाउनु पऱ्यो तपाईँले मलाई गीत गाउने मान्छे मनपर्छ क्या म कलाकार नभए पनि कति दिन लाग्यो माया लाउनलाई नसोध कति दिन लाग्यो माया लाउनलाई नसोध एकैछिनमा फाट्यो माया एकैछिनमा छुट्यो माया जुनीभरिलाई कति दिन लाग्यो माया लाउनलाई मलाई नसोध एकैछिनमा छुट्यो माया जुनीभरिलाई एकैछिनमा छुट्यो माया जुनीभरि कलाकार इक्बाल पसिदा रुकेर बिस्तो है हजुर हजुर अनि तपाईँ पहिले मायामा फस्नु भएको थियो क्या ढोका पाउनु भयो क्या तपाईँले यार एकदम बिरुवा भएर गाउनु भयो कि गीत एकदम बिरुवा भएर गाउनु भयो झन्डै रुनु होइन तपाईँ यति मिठो गाउनु भयो यति भावुक भएर गाउनु भयो पहिले ढोका पाउनु भएको थियो के भने के सायद त्यो
हो प्रेममा ढोका पाउनु भएको रहेछ हो हो नि हो ल त्यो धोका दिने मान्छेले के भन्न सक्नु के भन्न चाहनुहुन्छ अहिले तपाईँले त्यो धोका दिने मान्छे त्यो गीत तपाईँले बुझ्नु भएन चाहिँ होइन होइन जस्तो मैले बुझेँ तपाईँको एकदम कति दिन लाग्यो माया लाउनलाई नसोध खुम्ले माछु म ठिक गीत गाएको छु म ठिक गीत गाएको छु हजुर हजुर म ठिक गीत गाएको छु हो कति दिन लाग्यो माया लाउनलाई नसोध ठिक गीत गाएको छु मैले नि हजुर कहाँ प्रश्न गर्छु मसँग एकैछिनमा छुट्यो माया जुनीभरलाई होइन हजुर त्यही भएर नै मैले गीत गाएको मैले मलाई के भन्नु चाहिँ बाहिर सुन्नुहोस् सोधियो भाइ हो होइन के सोधिराख्नु भएको के होइन उसँग पैसा होला आफ्नो 20 रुपियाँ म भिख मागेर खुवाउँछु तपाईँलाई म त्यो उसँग पैसा मागिनँ म भिख मागेर खुवाउँछु म त्यही हो मेरो भाइ हो आफ्नो भाषा हजुर आफ्नो भाषा ल एकदम मिठो मिठो कुरा भयो रमाइलो कुरा भयो होइन राम्रो मान्छे ठिकै छ ठिकै छ तपाईँले प्रश्न गर्नु मसँग अब यो अझै कुरा गरौँ कि अब अन्तिम गरौँ हामीले र तपाईँको अझै कुरा गर्ने तपाईँको ठाउँमा छ अझै कुरा गर्ने अझै कुरा गर्ने हो अझै कुरा गर्ने ल यसो एउटा गीत गाऊँ फेरि अर्को गीत न रामजी खानको गीत ए शान्ति श्रीपुरियाको गीत गाऊँ न सानसेन परे धेरै माया गर्नु मलाई हजुर धेरै माया गर्नु हो अरे कारले के छ ल त्यो अरूले काँडाले भने गाइदिनु पऱ्यो उहाँले भन्नुहुन्छ अरेली काँडाले मलाई च्वास च्वास अरेली काँडाले मलाई च्वास च्वास अरेली काँडाले मलाई च्वास च्वास भन्ने गीत भन्नु हाल्नु हजुर गीत भन्नु हाय नि मायाले लाउँदैन बनैमा फुल बोसायो नबनेमा ओहो निमा याले साढे साढे परिवार गीत हो ए हजुर हजुर अरू के पनि सोध्नुहोस् मसँग अझै सोध्नुहोस् अनि तपाईँ गाउने मात्रै कलाकार हुँदा नाच्ने पनि कलाकार रहेछ नाच्नु पनि सक्नुहुने रहेछ दाइ होइन मान्छे जस रमाइलो हुनुहुन्छ तपाईँ किन मान्छे रमाउनु पर्छ म नराम्रो होइन नराम्रो राम्रो 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 खराब व्यक्ति भयो राम्रो म मान्छे खराब व्यक्ति किन व्यक्ति मेरो खराब छ किनभने म किनभने गीत गाउँदैछु पागल बोल्नु पागल बोल्नु भएको यो माछु गरिरहेछ हालेन फरेन ल झरा चाहिँ गरौँ न कलाकारले चाहिँ यसो गरौँ न त दुईजनै कलाकार है त्यो तपाईँले एउटा गाइदिनु पऱ्यो ल तपाईँले ल भाइ हजुर तपाईँ बक्सर खेलाडी रहेछ यार के गर्ने काम तपाईँ बक्सर खेलाडी रहेछ बक्सिङ हाने काम हान्ने नगर्नु मान्छे होइन तपाईँ हान्नुहुन्न नि बरु एउटा गीत गाइदिनु पऱ्यो तपाईँले एउटा के गीत गाउँ जुन भने तपाईँले जुन गीत आउँछ त्यही कसले मैले म चाहिँ नसुसु गाना गाउँछु है हजुर ल कुनै छ यो जीवन नसुसु भएकै रहेछ कुनै छ यो जीवन नसुसुकै रहेछ मलाई हेरेर उडाइहाल्नु उडा कुरा गर आकाशको पानी पनि मनै झारिदिन्छु धरतीको तपाईँ नाचिदिनु पऱ्यो क्या हजुर तपाईँ नाच्नु पऱ्यो क्या उहाँ गीतमा तपाईँ अभिनय गरेर चाहिँ नाचिदिनु पऱ्यो अभिनय उहाँको गीतमा तिमीले भन्छौ भने म नाच्छु भने तिमी आउन साथी टाढा भयो भने नाच्छु होइन तिमी आउन साथी बाबु तिम्रो यहाँ पसल गरेछु आफ्नो ठाउँमा बसेछु ठाउँमा छ म आफ्नो ठाउँमा छु तर नाचेर हुन्छ बस्छु कि बस्नुहोस् यहाँले बस्नुहोस् क्या नाच्दै पनि ए ल ल ल ल उता नाच्नु पऱ्यो बाहिर गरेर होइन नाच्ने भन्नुहुन्छ क्या तपाईँले गाउने बिजे देख्नु भयो उसो ननाच्दै बसौँ बजाइ साथीले भने मान्नु पऱ्यो होइन बिजे देख्नु भन्नु नि हजुर बस ए होइन ए सिसा फुट्छ उता सिसा छ यता अलि नगर्नुहोस् ल ठिक छ अब तपाईँ जानुहुन्छ जा भन्नु मिल्दैन के अरे होइन
भिडियो चाहिँ गरेको छु तपाईँहरूको भिडियो हालिदिन्छु के अरे युट्युबमा तपाईँ भाइरल बन्नुहुन्छ अब टिकटकमा हालिदिन्छु हेर्नु होला है माया गर्नु होला तपाईँहरू चाहिँ एउटा रमाइलो मान्छे रहेछ त्यो माथि कलाकार हाम्रो चाहिँ दाइ मिठो गाउनु भएको छ धेरै गीत गाउनुभयो तपाईँले होइन उहाँले पनि राम्रो गीत गाउनु भएको छ तपाईँ दुईजनालाई धेरै धेरै धन्यवाद भन्न चाहेँ मैले है यो पागल हो यो आउट आई एम आउट हि इज आउट आई एम आउट सो द्याट बट नेबर्समा चाहिँ है यो मसँग छैन यो मसँग छैन यसले मलाई नराम्रो अपसट बनाएछ होइन मैले के भनेको ए होइन के भनेको तपाईँको एक्टिङ रमाइलो हो कि जान्नुहोस् यो यसो गर्नु है गर्छ नि तर तपाईँले यसो हान्नु न मारेर नि तपाईँले यार नचलाउनुहोस् है जानिदिनुहोस् भनेछु नि भाइ होइन हजुर भनेछु नि हो यो मान्छे को हो भनेर म चिन्छु एकदम दोकान तपाईँको हजुर एकदम म यहाँ सुने होइन हजुर एकदम यो कुकुरले कति अराए कति कराए गरे एकदम आई एम गो लेट्स गो जा सालेपुर तँलाई फलो मनी गर्छु है नम्बर पुलिसको नम्बर गर्छु फलो गर्छु त्यो गाडी पुलिसले के गर्छ भयो यस नगर्नुहोस् है अब चाहिँ नान्नुलाई है तपाईँले पिटी मार्नु नि हो यार तपाईँले यार पक रोक भइदियो पुलिस बोल्छु हजुर लग्छ पुलिसले तपाईँले यार स नम्बर अन्त नम्बर यो मुजुले यदि मैले एस्कोर्ट गरेछ मलाई बोलाएको पुलिस बोला राम्रो काम गरिरहेको कहाँ छ नि धेरै भन्ने के हो त ल है त है अब झगडा चाहिँ नगरौँ है झगडा गर्ने घर जानुहोस् मिलेर घर जानुहोस् मिलेर काम गर्नुहोस् मिलेर चाहिँ गर्नुहोस् तर चाहिँ हान्ने काम चाहिँ हान्ने काम चाहिँ नगरौँ है तपाईँ सँगै नजानु होला तपाईँ मारामार गर्नु चाहिँ सँगै नजानु होला है सँगै हिँडिन अब तपाईँहरू छुट्टा एउटा जानुहोस् भइहाल्छ है हो कि न हो नि